नमस्कार, म गोविन्द रियाल। केही लामो समयदेखि धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीमा बस्दै गर्दा र यहाँ घुम्दै गर्दा यहाँको मनोरम दृश्यहरूको अवलोकन गर्दै गर्दा धार्मिक पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्दै गर्दा यहाँ हजुरहरूलाई जानकारी गराउन सकिने र पर्यावरणीयको बारेमा र धार्मिक क्षेत्रको बारेमा जानकारी गराउन मन लाग्यो। धादिङ जिल्ला यस्तो स्थान हो जहाँ हिन्दू, बौद्ध लगायत अन्य धर्मावलम्बीहरू मिलेर बसेको ठाउँ हो। यहाँ विशेष गरी हिन्दूको आफ्नै आस्था छ, बौद्धिस्टहरूको बुद्धिज्मको आफ्नै आस्था छ, अन्य धर्मावलम्बीहरूको पनि आफ्नै आस्था छ। विशेष गरी मैले निहालेर हेर्दा हिन्दू धर्मको र बौद्ध धर्मको बारेमा विशेष महत्त्व दिएर भन्दै गर्दा धादिङ जिल्लाको सदरमुकाम वरपर विभिन्न मठ मन्दिरहरू रहेका छन्। यहाँका विभिन्न गण्यमान्य व्यक्तित्व, धार्मिक व्यक्तित्वहरूले ती मन्दिरहरूलाई संरक्षण गर्दै आइरहनु भएको छ। नीलकण्ठ नगरपालिकामा रहेको मन्दिरहरूको धार्मिक केन्द्रहरूको कुरा गर्दा विशेष गरी भैरवी मन्दिर पर्दछ। नीलकण्ठ नगरपालिकामा पर्ने धादिङ बेसीबाट अलि माथि 30-35 किलोमिटरको पर माथि रहेको एउटा अलौकिक आस्थाको केन्द्र, शक्तिको केन्द्र भैरवी मन्दिर रहेको छ। त्यो नजिकै गुप्तेश्वर महादेव मन्दिर पनि रहेको छ। यसै गरी धार्मिक क्षेत्रको कुरा गर्दै गर्दा नीलकण्ठ वरपरको कुरा गर्दै जाँदा नीलकण्ठ बजारको नजिकै पशुपति मन्दिर रहेको छ। विभिन्न गण्यमान्य मूर्धन्य व्यक्तिहरूले पशुपति भगवानलाई, पशुपतिनाथलाई, आराध्य देवलाई, नेपालको आराध्य देवलाई यहाँ लाएर प्राण प्रतिष्ठा गर्नुभएको छ। धार्मिक क्षेत्र घुम्दै जाँदा र नीलकण्ठ नगरपालिकाभन्दा थोरै पर गएपछि हामीले एउटा अलौकिक शक्तिको केन्द्र त्रिपुरा सुन्दरी माईको दर्शन गर्न सक्छौँ। त्रिपुरा सुन्दरी माईको वरपर सल्यानटारको वरपर अर्को एउटा शक्तिले भरिएको नृसिंह भगवानको प्राण प्रतिष्ठा भएको छ, जसलाई नरसिंह धाम भनिन्छ। यसको बारेमा पनि हामीले विशेष अध्ययन र अनुसन्धान गर्न आवश्यक छ। भगवान नरसिंहले कसरी प्रहलादलाई बचाउनु भयो, प्रहलादलाई कसरी माया गर्नुभयो र कसरी हिरण्यकश्यपको वध गर्नुभयो त्यहाँ गएर बुझ्न सकिन्छ। यो बारेमा पनि हामीले अध्ययन गर्न आवश्यकता छ र हाम्रो धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्न सक्नु पनि हामी सबैको कर्तव्य हो र हामी सबैले गर्नुपर्छ। हस्त नमस्कार।